आलोक सुवेदी उज्जवल थापा फाउन्डेसनबाट तपाईँहरूलाई सबैलाई हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। सो हामी फर्दर डिले नगरिकन म सामान्य प्रधानमन्त्रीज्यूलाई छोटो मन्तव्यको लागि आग्रह गर्दछु। यहाँ उपस्थित हुनुभएको यो उज्जवल फाउन्डेसनका सम्पूर्ण मान्छेलाई मेरो नमस्कार छ। मलाई उहाँको नाम सुन्ने बित्तिकै यो कार्यक्रममा सहभागी हुन मन लागेको हो र म आएँ। मलाई मन परेको मान्छे मध्येको एउटा उज्जवलजी, उहाँसँग धेरै लामोसँग मैले मेरो श्रीमानले बसेर कुराकानी पनि गरेका थिएँ। उहाँलाई चाहिँ एउटा त्यो चुनावमा जितेर आउनुहुन्छ भन्ने आशा पनि राखेका थियौँ। जब उहाँ बिरामी हुनुभयो र हस्पिटलाइज हुनुहुन्छ र निकै सिरियस भएपछि मलाई आफैलाई थाहा छ कि मैले धेरैचोटि भगवान्लाई प्रार्थना गरेँ कि उहाँलाई चाहिँ नगर बचाइदेऊ भनेर धेरै मैले भगवान्सँग गुहारेँ। अन्तिममा उहाँको डेथ हो भनेर सुनेपछि साह्रै दुःख लाग्यो। यतिखेर चाहिँ अब फिल हुन्छ अहिलेको बेलामा त्यस्तो मान्छे हुनु पर्थ्यो अहिले। अब उहाँको बारेमा सम्झिँदाखेरि चाहिँ उहाँ एउटा पोलिटिकल अवधारणा भएको मात्रै होइन, सोसल अवधारणा भएको। अब बाटोघाटोमा देखेको फोहोरहरूलाई सफा गर्नुपर्छ भन्ने, अनि धेरै हडताल भएको बिचमा उहाँले त्यो काम पनि गर्नुभएको छ। बाहिर निस्केर चाहिँ हडताल नगर्नु भन्ने अभियानै चाहिँ चलाएको चाहिँ थियो। र यो पार्टीको नाम जुन विवेकशील रह्यो, त्यो मानिसहरूमा विवेक होस् भनेर नै त्यो कामना गरेर विवेकशील भनेर राख्नुभयो। अहिले पनि हामीलाई उहाँको जुन अहिले एउटा बारेमा खालीपन छ कि त्यस्तो मान्छे भइदिए हुन्थ्यो, त्यस्तो मान्छे गइदिए हुन्थ्यो। अहिलेकै यो पोलिटिकल जो टर्मोइल छ नि, अशान्ति छ, यो बिचमा त्यस्तो मान्छेहरू चाहिँ हुनु पर्थ्यो जस्तो चाहिँ मलाई लाग्छ। म यति भन्दै उहाँको बारेमा आज जो तपाईँहरूले यो राम्रो खोज्ने मान्छे भनेर, खोज्ने मान्छे भनेको एउटा के भने खोज्ने मान्छे त होइन, तर चेत दिलाउने, समाजलाई कन्सियस गराउने, मान्छेलाई चाहिँ जगाउने मान्छेको रूपमा भएको हो। यो मलाई अत्यन्त बहुत म यो कार्यक्रममा आउँदा खुसी र उहाँ जहाँ हुनुहुन्छ संसारमा उहाँलाई शान्ति मिलोस् भन्ने मेरो कामना छ। धन्यवाद छ। सुरुमा मम्मी शान्ता थापा, भाइ उदित थापा, उज्जवल राईको धर्मपत्नी, हाम्रो सबैको भाउजू एरिका अधिकारी। I would like to start with thanking Ujjwalji. I want to thank him for being who he was. I want to thank him for being who he is today. And I want to thank him for what he will be. This was an honor for us to make this documentary. And उज्जवल थापाले यस्तो गर्न सक्छ भने म पनि गर्न सक्छु। यो चाहिँ हामीहरूको हुक स्टेटमेन्ट थियो। उहाँले चाहिँ सबैलाई भन्नुहुन्थ्यो कि यति त गर भनेर भन्नुहुन्थ्यो कि कसैले केही नगरेको बेलामा, कतै केही नभइरहेको बेलामा यति पनि गर्न सक्दैनौ भनेर सबैलाई भन्नुहुन्थ्यो। अनि त्यो फिलिङले चाहिँ मलाई एकदमै भित्रसम्म छोएको छ। And lastly, I want to thank my team. Actually, अगाडि आइदिनुहोस् न छिटो, अनि त्यसपछि हामीले will wrap this up. आलोकजी, टेरी दिदी, रक्षाजी, सञ्जीव, युयुस, अहिले यता आइटी हुनुहुन्छ। So thank you so much for coming today. Thank you so much. भाउजूबाट एउटा थ्याङ्क यू नोट आउँदैछ, सो भाउजूकोबाट पनि थ्याङ्क यू नोट सुनिहालौँ। नमस्ते। मैले चाहिँ नि लेखेर ल्याएँ, छिटो बोल्नुपर्छ भन्नुभएको छ यहाँ, त्यही भएर तपाईँहरूकै माया, स्नेह र सद्भावका कारण आज यो डकुमेन्ट्री तयार भएको छ। आजको दिन मेरो लागि एकदमै विशेष छ। आज डकुमेन्ट्रीको प्रिमियर मात्रै नभएर उज्जवलको बर्थडे पनि हो र फाउन्डेसनको 4th एनिभर्सरी पनि हो। र यस्तो कि जुन युवाहरू जति भेट्थेँ
उहाँहरूमा मैले उज्जवलको झझल्को पनि देख्थेँ, उहाँको कुराहरूमा त्यो झझल्को पाउँथेँ। त्यसैले उसको जुन उसले बोकेको सोच थियो, उसले बाँचेको यथार्थका कुराहरू थिए, त्यो सबै कुराहरूलाई हामीले यो डकुमेन्ट्रीमा समेट्नु खोजेका छौँ। मुख्य कुरा मैले उसमा देखेको भनेको चाहिँ नि एकदमै पर्सिस्टेन्स थियो, लागिरहन्थ्यो र त्यो लाग्नलाई कहिले पनि अन्तिमसम्म पनि थाकेन। मलाई आशा छ कि यस डकुमेन्ट्रीको माध्यमबाट सबैले केही न केही सिक्नुहुनेछ र देश र समाजप्रति एउटा महत्त्वपूर्ण योगदान पुर्याउनको लागि प्रेरणा लिनुहुनेछ भन्ने आशा गरेको छु। यहाँ मैले सम्झिनै पर्ने केही नामहरू छन् जुन म छिट्टो भनिहाल्छु। गोविन्द नारायणजी, सञ्जय रिमाल, सृजना छेत्री, अनुषा थापा, हेमेन्द्र बोरा, अनिश सुवेदी र अहिले यो सम्पूर्ण प्रमोसन मार्केटिङको पनि जसले जिम्मा लिइरहनु भएको छ आलोक सुवेदी लगायत हाम्रो सम्पूर्ण एडभाइजरी बोर्ड मेम्बर्सहरू कतिजना आज यहाँ उपस्थित पनि हुनुहुन्छ। उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। यो डकुमेन्ट्रीलाई हामीले पूर्ण इमान्दारी र हृदयका साथ प्रस्तुत गरेका छौँ। आशा गर्छु यसले तपाईँहरूलाई सम्झाइरहनेछ, दिमाग घोचिरहनेछ। अब म धेरै टाइम लिँदिनँ, म दुईवटा कुरा मात्र मेन्सन गर्न चाहन्छु। यो इन्टायर डकुमेन्ट्री भनेको हामीले कुनै एउटा व्यक्तिको देवत्वकरण गर्नु खोजेको होइन, हामीले उज्जवल दाइलाई भगवान् बनाउन खोजेको होइन। तपाईँहरू धेरैजनाले उज्जवल दाइलाई विभिन्न तरिकाले चिन्नुहुन्थ्यो र यहाँ त मेरो कथा त अटेन नि, यो पनि राख्दा भए हुन्थ्यो नि भन्ने लाग्छ होला। त्यो चाहिँ एकदम राइट हो है। दाइको कथा त्यो यो 1 घन्टा 50 मिनटमा अट्दा पनि अट्दैन र त्यो लाग्नु स्वाभाविक हो। र अब दिमाग घोच्ने मान्छे आफ्नो दिमागको ढक्कन खोल्ने डकुमेन्ट्री भएको छ। उज्जवल दाइले कसरी एउटा एन्टायर जेनेरेसनलाई इन्सपायर गर्नुभयो र त्यो पनि आफू ठ्याक्क अन द फेस त्यो आफूले क्रेडिट नलिकन जसरी लिडर्सहरू जेनेरेट गर्नुभयो, यो कुरा चाहिँ नि यो कसरी गर्न सकिन्छ र वैकल्पिक राजनीति भनेको के हो भन्ने कुरा चाहिँ नि यो डकुमेन्ट्रीले यस्तो मजाले राखिदिएको छ। म सबैजनालाई अनुरोध गर्छु एकतालि हेर्नु होला र जुन मूल्य मान्यता उज्जवल थापाको लाइफले उहाँको राजनीतिक यात्राले दिएको छ त्यो एकतालि मनन पनि गरिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। मलाई यो दिमाग घोच्ने मान्छे भन्ने उज्जवल दाइको डकुमेन्ट्री आज हेर्न पाइयो, मलाई एकदमै राम्रो लाग्यो। किनभने म आफू पनि यो सबै प्रोसेसमा सुरुदेखि इन्भल्भ भएको मान्छे। यो सिनेमामा म आफू नदेखे पनि जो जति देखेर कथा भन्नुभयो त्यो सबै मेरै कथा जस्तो लाग्यो मलाई र म एकदम पुरानो त्यो दिनहरू सबै याद आयो। उज्जवल दाइ म भित्रै हुनुहुन्छ, आएम उज्जवल भनेर जसरी त्यहाँ अन्तिममा सबै साथीहरूले भन्नुभएको छ, त्यो म पनि त्यही भन्न चाहन्छु कि यो फिल्मले मलाई पनि आएम उज्जवल म भित्र छ र म पनि चाहिँ आई वन्ट किप साइलेन्स। म पनि चाहिँ जे गलती छ त्यसको लागि बोलिरहन्छु, आफूले गर्न सक्ने काम उहाँले भने जस्तै 1% भए पनि म आफूलाई सुधार गर्नेमा लागिरहन्छु भन्ने यो फिल्मबाट मलाई प्रेरणा मिल्यो। भेरी गुड फिल्म, थ्याङ्क यू। एकदमै इन्सपायरिङ। कस्तो त्यो हुन्छ नि, एउटा हुन त पहिला मेरो राजनीति चेत त्यति खुल्या थिएन है, ज्ञान त्यति थिएन, तर यसरी अब हुन त उद्देश्य जुन उज्जवलजीले बोकेको छ त्यो मैले पनि बोकेको जस्तो लाग्छ होला। अब उहाँले फरक तरिका अपनायो, मैले आफ्नो तरिका अपनाएँ, तर उद्देश्य त मूल त अब नेपाल आमाको सेवा नै थियो, आफ्नो नेपाली दाजुभाइ दिदीबहिनीहरूको सेवा नै थियो। कस्तो कता त्यो प्यास मेटेको जस्तो नि, कता थर्स्ट क्वेन्च भएको जस्तो फिल भयो। तर एट द सेम टाइम रिग्रेट पनि कस्तो फिल भयो, भाइ मैले कस्तो भेट भएन छ, कसरी मैले चिन्न पाइनँ छु भन्ने जस्तो पनि लागिरहेछ। तर साथसाथै अब यसो हेर्दा तपाईँहरू सबैमा उहाँको झझल्को अघि उहाँ एरिकाजीले बताए जस्तै उहाँको झझल्को तपाईँहरू सबैमा मैले पाएँ, खुसी लागेको छ। त्यो दियोको त्यो झिल्को, सानो झिल्कोले सबैको मनमा त्यो दियो बालिदिएछ। राष्ट्रपतिको प्रेम, सेवाभाव,
है समर्पण तपाईँहरू सबैमा मैले त्यो देख्न पाउँदा कस्तो खुसी लाग्यो साँच्ची नै। थ्याङ्क यू सो मच। मलाई यो मैले आज यो डकुमेन्ट्री हेर्न पाएर मलाई साँच्ची नै अत्यन्तै खुसी लाग्यो। धेरै धेरै धन्यवाद तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। ल म पनि आइएम अल्सो उज्जवल भन्न यस डेफिनेटली हस् थ्याङ्क यू। वेल मेड डकुमेन्ट्री उज्जवल थापा दाइसँग मैले खासै राम्ररी सङ्गत त गर्न पाएको थिइनँ, तर उहाँसँगको एउटा उहाँको क्याम्पेनमा मुख्य सहभागी भएको थियो। भेरी इन्सपायरिङ व्यक्तित्व हुनुहुन्छ, त्यो सबैलाई थाहा नै छ। र जुन हिसाबबाट अहिले यो डकुमेन्ट्री मैले हेरेँ, धेरै कुरा उहाँको बारेमा मैले बुझ्न पाएँ। उहाँले गर्नुभएको कामहरूको बारेमा धेरै अझ मैले जान्न पनि मौका पाएँ जुन मलाई थाहा थिएन होइन। अनि यसबाट अझ मैले प्रेरणा लिन पाएँ, त्यो नै ठुलो कुरा लाग्यो मलाई। इट वाज भेरी भेरी वेल मेड। एन्ड अब उज्जवल दाईको बारेमा भन्नुपर्दाखेरि जुन चाहिँ टाइटल छ नि दिमाग खोज्ने मान्छे, त्यो चाहिँ नेपाललाई एकदमै खाँचो छ होइन, अझ पनि धेरै चाहिन्छ, त्यही भन्न चाहन्छु। एकदम इम्प्रेसिभ छ। उहाँको जीवनबाट हामीले सिक्नुपर्ने कुरा धेरै छ। हामी सबैले, खास गरेर नयाँ जेनेरेसनले, मैले त त्यो भिडियोमा भनेको छु, इज मदर अफ लिडर्स। उहाँले चाहिँ लिडरहरू जन्माउने क्षमता भएको व्यक्तित्व हो उज्जवल थापा। त्यो कुरा त्यहाँबाट पुष्टि हुन्छ। अहिले देशभरि पनि त्यही नै छ। उज्जवलको सङ्गत जसले गर्दा धेरैतिर उहाँहरू अहिले नेताकै रूपमा छ। नेता भनेको खालि पदले मात्रै हुने होइन, भूमिकाको हिसाबले मलाई लाग्छ उज्जवलजीसँग सङ्गत गरेको, उज्जवलजीलाई फलो गरेको साथीहरू नेताको चरित्र मैले देखिरहेको छु। यो कुरा चाहिँ भिडियोले पनि पुष्टि गरेको छ। आभारी छु। मलाई त दिमाग आज पनि बसिरहेको छ, कहिले पनि बसिरहेको छ र रहन्छ पनि जस्तो लाग्छ। म एक दिन उज्जवललाई रिसाएको थिएँ होइन। अनि किन रिसाएको थियो भन्दा चाहिँ सायद तपाईँ चाहिँ यो राजनीति अहिले छोड्नु हुँदैन है भनेर चाहिँ उहाँ जब क्यान्डिडेटली फिर्ता लिनुभएको थियो, अब नेतृत्व नगर्ने मोडमा हुनुभएको थियो। अनि त्यो दिन चाहिँ मलाई रिसिरहेको थियो। अनि दाइ मसँग रिसाउनु किन भन्दा चाहिँ त्यो देश खालि म मात्र बनाइरहनु पर्ने, मैले मात्र गर्नुपर्ने, भोलि वर्ष तिमीले उठ्दा देश चाहिँ बनेको देख्ने, अनि चाहिँ काम चाहिँ नगरिदिने, नबनाउने। अनि त्यो शब्द आज पनि मलाई घोज्छ क्या त्यो कुरा चाहिँ। त्यही भएर चाहिँ यो नेता बन्नु र एकजनाले यो देश बनाउँछ भनेर जुन एउटा भाष्य जुन हाम्रो समाजमा व्यापक छ, त्यो चाहिँ तोड्नु पर्दो रहेछ। त्यही भएर चाहिँ यो हरेक मान्छे आफ्नो ठाउँबाट आफ्नो गुडनेसलाई चाहिँ तिखारेर अगाडि बढाएर मनदेखि विचारदेखि होइन अनि व्यवहारमै लागू गरेर यदि बनाउने हो भने चाहिँ त्यो देश पक्का पनि बन्छ भन्ने लाग्छ। र त्यो पटक पटक चाहिँ म भित्र चाहिँ त्यो राजनीतिक चेतना भरिरहने दाइ उज्जवल दाइलाई चाहिँ म जहिले पनि सम्झिन्छु। र त्यो कुराहरूले चाहिँ त्यो देश त हामीले पनि बनाउन सक्छौँ है, मैले पनि बनाउन सक्छु र हामीले बनाउनुपर्छ भन्ने दृष्टिकोण चाहिँ सुरु गर्नुपर्दो रहेछ। र म मात्र होइन, सबैजनामा त्यो चेतना चाहिँ हुन जरुरी छ। राजनीतिक चेत जुन भन्छौँ हामीले चाहिँ त्यो हरेक नेपाली सिटिजन्स यदि चाहिँ कर्मयोगी र विवेकशील, मसँग एकचोटि सोधेको पनि थियो कि दाइ तपाईँ विवेकशील किन राख्नु भन्दा चाहिँ विवेक भनेको मतलब सही र गलतको चेतना भएको मान्छे, र त्यो मान्छेमा चाहिँ शील भनेको मतलब के गर्ने र के नगर्ने, यो दुइटैको चाहिँ शील भनेको मतलब त्यो पञ्चशील बुद्धले भन्नुहुन्थ्यो नि, दाइ पनि बुद्धबाट एकदम धेरै इन्स्पायर हुन्थ्यो। र त्यो शील सहितको नेतृत्व यदि हुने हो भने चाहिँ पक्कै पनि यो देश राम्रो तरिकाले बनाउन सकिन्छ र हाम्रै कालमा बनाउन सकिन्छ भन्ने लाग्छ। र त्योबाट इन्स्पायर भएर पनि मलाई चाहिँ राजनीतिक चाहिँ कतै कतै जे गरे पनि चाहिँ राजनीतिक चेत चाहिँ हामीमा हुनुपर्छ र सकेसम्म यदि योगदान पुर्याउने ठाउँमा भए पनि गर्नुपर्छ भन्ने लाग्छ। र यदि तपाईँ सबैजनालाई भन्छु, जो जसलाई चाहिँ आफूलाई आफूभित्रको लिडरसिप जगाउनु छ केही गर्नु छ नेपालमा भनेर सोचिरहनु भएको छ, कम्तीमा यो मुभी हेर्नु र यो आफूलाई चाहिँ रिफ्लेक्ट आफूभित्र चाहिँ प्रश्नहरू चाहिँ उब्जाउनुहोस् र त्यसको एन्सर खोज्नुहोस् भन्ने मन लाग्छ। र त्यो दिमाग घुच्ने मान्छेलाई चाहिँ सुन्नुहोस्, हेर्नुहोस्, एकदमै आग्रह गर्न चाहन्छु, गर्छु, हेर्नुहोस्, समय मिलाएर भए पनि हेर्नु होला। नमस्ते। उज्जवल दाई अथवा वैकल्पिक राजनीतिको सूत्रधार उज्जवल थापा कसरी उज्जवल थापा बन्नुभयो भन्ने सबै कुरा चाहिँ यो डकुमेन्ट्रीले देखाउँछ। कुनै पनि व्यक्ति एउटा मात्र घटनाले त्यो व्यक्ति बनेको हुँदैन। उसको जन्म, बाल्यकालदेखि लिएर उसको हुर्काइ बढाइले उसको विचार, उसको सोचहरू बनाएको हुन्छ र यो डकुमेन्ट्रीले त सबै कुरा देखाउँछ।
व्यक्तिगत रूपमा मेरो लागि यो पुरै डकुमेन्ट्री फिल्म हेर्न धेरै नै गाह्रो पनि भयो, किनभने म जुन राजनीतिक सामाजिक स्थानमा आज उभिएको छु त्यो प्लेटफर्म बनाउने, त्यो प्लेटफर्म क्रिएट गर्ने र तिमी त्यसमा आएर नेतृत्व लिन सक्छौ भनेर विश्वास गरिदिने एकजना व्यक्ति उज्जवल दाई हुनुहुन्थ्यो र त्यही लिगेसीलाई कन्टिन्यू गरेर आज हामीहरू यहाँसम्म आइपुगेका छौँ। यो विवेकशील यात्रा धेरै लामो छ, कठिन पनि छ, कोसिस जारी छ। वृत्तचित्र चाहिँ एकदमै मन छुने, एकदमै प्रेरणादायी लाग्यो। उज्जवलजीलाई व्यक्तिगत रूपमा मैले उहाँ एकदम सिकिस्त भएर अस्पताल आएको बेलामा मात्रै देखेको थिएँ र उहाँको त्यो अन्तिम समयमा उहाँलाई हिसाबले बचाउने विषयको एउटा खेद सधैँ बोकेर बसेको र यो वृत्तचित्रमा चाहिँ उहाँको सोच, उहाँको विचारको फराकिलोपन, उहाँको मन कति सफा रहेछ, कति विशाल रहेछ र हामी सबैको एउटा व्यक्तिले पनि सामाजिक उत्तरदायित्व कसरी वहन गर्न सक्दो रहेछ भन्ने एकदम राम्रोसँग देखाउनु भएको लाग्यो। नमस्ते, म सरिता श्रीदेवानी। मैले उज्जवल थापाजीलाई पर्सनली भेट्ने मौका कहिले पनि पाइनँ, तर आज थ्रु आउट यो डकुमेन्ट्री हेर्दाखेरि मैले उहाँको प्रेजेन्स फिल गरेँ। अनि र यो समय जुन समयमा अहिले डकुमेन्ट्री रिलिज भयो, यो चाहिँ के भन्ने एउटा माथिबाट दैविक पावरले नै यो समयमा देखाइदिएको हो कि, किनकि अहिले वैकल्पिक राजनीतिलाई चाहिँ मेन स्ट्रिममा आउने हिसाबले चुनावी माहौल खडा भइरहेको बेलामा हामी जस्ता विभिन्न क्यान्डिडेट्सहरू चाहिँ अब वी निड टु कम अप फ्रन्ट भनिरहेको बेलामा हामीलाई त एउटा घर लिएर जाने नोटबुक जस्तो फिल भएको छ। यो चाहिँ अब मैले अगाडि बढ्ने दिनमा कहिलेकाहीँ आफू अलिकति नराम्रो बाटोतिर लाग्यो भने आफैलाई हरेक मौकामा चाहिँ आफ्नो दिमाग आफै घोच्ने छु र यी भनिएका पिलर्सहरूलाई अगाडि बढाएर आत्मसात गरेर म अगाडि बढ्नेछु। मैले भर्खरै दिमाग घोच्ने मान्छे हेरेँ अनि यो मुभी चाहिँ एकदमै भनौँ नेपालीहरू सबैले हेर्नै पर्ने मुभी छ। अल्टरनेटिभ पोलिटिक्स कसरी नेपालमा आयो, एउटा उद्यमशीलताबाट सुरुवात भएर एक्टिभिजम हुँदै उद्यमशीलताको एउटा चलको आज नेपालमा सुरुवात कसरी भयो भने मुभीले मजाले देखाउँछ। म आफै हेर्दै गर्दाखेरि 2012-13-14मा सँगै यही जर्नीमा थिएँ। मुभी हेर्दै गर्दा त्यो सबै चिज चाहिँ एकदमै रिलेटेबल फिल भयो। झन्डै भित्र बस्दै गर्दाखेरि आँसु मजाले आउने र वरिपरि सबै रोइरहेका दृश्य थियो। सो यो मुभी एकदम इमोसनल, एकदमै हार्ड टचिङ र नेपालीहरूले साँच्चै हेर्नुपर्ने मुभी छ। आज मैले हेरेको चाहिँ खास 4th टाइम हो। बिचमा एडिटिङको प्रोसेसमा मैले फर्स्ट टाइम, सेकेन्ड टाइम अनि थर्ड टाइम ग्रुपमा पनि हेरेको थिएँ, तर आज हेर्दाखेरि इट वाज मोर रिफाइन, एकदम पलिस, सो गुड, सो इमोसनल एन्ड सो एन्करेजिङ। पछि खास गरी अब मैले त उज्जवलजीलाई क्लोजली चिनेको मान्छे, प्लस यो डकुमेन्ट्रीमा जसले उहाँको बारेमा बोल्नु भएको छ उहाँले सबैलाई मैले पर्सनली चिन्ने भएर पनि मैले हेर्ने नजर चाहिँ कम्प्लिटली डिफ्रेन्ट हुने होला, तर नर्मल अडियन्स भएर अरूले हेर्दाखेरि चाहिँ इट्स मोर इन्ट्रेस्टिङ, मोर त्यो एन्करेजिङ। एकदमै मैले पर्सनली चिनेको भएर इमोसनल भएँ, त्यो फरक कुरा। तर लेमेन अडियन्सहरूलाई त झन् म एकदमै इन्गेजिङ, पावरफुल, मोर मोटिभेसनल। सो ओभरअल इट्स सो अमेजिङ। डकुमेन्ट्री एकदमै राम्रो बनेको छ। हामी जस्तो हजारौँ लाखौँ युवाहरू चाहिँ विवेकशील अभियानमा जोडिँदै राजनीति फोहोरी छ भनेर बाहिर बसेर चाहिँ गाली गरिरहेको अवस्थामा चाहिँ हामीलाई दाइले बाध्य बनाएर हामी जस्तो युवाहरूको दिमाग घोसेर यसरी चाहिँ अभियानमा हामीलाई जोड्नुभयो र आज फर्केर यो सबै दिनहरू हेर्दाखेरि म लगायत धेरै साथीहरू भावुक पनि बन्यो। यसरी एउटा युवा पिँढी चाहिँ राजनीतिमा आउनुपर्छ, यो जकडिएको राजनीति यो जुन छ त्यसलाई चाहिँ चिर्नको लागि नयाँ पुस्ता नै आउनुपर्छ भन्ने दाइले विभिन्न रचनात्मक अभियानहरू मार्फत चाहिँ हामी जस्तो हजारौँ युवाहरूलाई जोड्नु भएको थियो र आज त्यो सबै कुरा हेर्दाखेरि चाहिँ यो कुरा स्थापित भएको छ। जसरी आज नेपाल बन्द हुन्थ्यो पहिला, तर आज त्यो
खुल्ला छ। त्यसले गर्दाखेरि यो विभिन्न अभियानहरू चाहिँ यसरी स्थापित भएको देख्दाखेरि निकै नै खुसी लागेको छ र यो जर्नीको एउटा पार्ट हुन पाउँदाखेरि म एकदमै खुसी छु। थ्याङ्क यू उज्जवल दाइ। एकदमै राम्रो बनेको छ। यसको यो पार्ट पाउँदा मलाई खुसी लागेको छ। यो अहिलेको यो एकदमै सान्दर्भिक यो पोस्ट जेनजी जनआन्दोलन पछिको जुन माहौल छ त्यसमा उज्जवल थापा दाइले सुरु गर्नुभएको जुन एउटा अभियान छ विवेकशील अभियान, यो देशभरि सबैले थाहा पाउनुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ र विशेषतः चाहिँ युवावर्गहरूले र स्पेसली जेनजी समुदायहरूले चाहिँ यो हेर्नुपर्छ जस्तो लाग्छ। यहाँबाट जुन तपाईँहरूले जुन माग गर्नुभएको थियो, जसको लागि लड्नु भएको थियो, त्यसको काहीँ न काहीँ बिउ चाहिँ धेरै पहिलेदेखि सुरु भएको थियो र त्यो कुन प्रोसेसबाट यहाँसम्म पुग्यो भन्ने कुराहरूमा चाहिँ त्यसको अलिकति त्यो लिगेसीको बारेमा थाहा पाउनलाई मात्र भयो पनि र लङ टर्म सस्टेनेबल रिजल्ट ल्याउनको लागि चाहिँ यो डकुमेन्ट्री, यो मुभी हेरि पनि दिनु होला र सँगसँगै आफ्नो सर्कलमा सबैलाई रेकमेन्ड गरिदिनु होला। थ्याङ्क यू सो मच।